हेलो एभ्रिवान, वेलकम आवर युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै सन्चै छौँ। अनि आज चाहिँ हामी माछा खान लागिरहेछौँ है। सो मैले चाहिँ माछा फ्राई गर्दैछु। अनि मैले चाहिँ फर्स्टमा भिडियो बनाउन बिर्सेछु, त्यही भएर अलिक आधा माछा चाहिँ फ्राई गरिसकेका थिएँ। त्यही भएर त्यसपछि मैले भिडियो स्टार्ट गरेँ। अनि यहाँ छ फ्राई गरेको माछा। अनि माछाको सुप बनाउनको लागि प्याज, लसुन, टमाटर काटेर नि रेडी गरिसकेका छु। अनि म चाहिँ अब सुप बनाउनतिर लागेँ। अनि यहाँ चाहिँ मैले माछा तारेको तेल फेरि तारेर अर्को कराईमा बसालेको थिएँ, त्यही भएर कति धेरै धुवा आयो क्या। अनि म चाहिँ अब प्याजलाई फ्राई गर्दैछु। अनि प्याज फ्राई गरेँ अनि यो प्याजमा ब्राउन कलर नै आइसक्यो। अनि ब्राउन कलर आएपछि मैले यसमा टमाटर र लसुन पनि एड गरिदिएँ। अनि टमाटर र लसुनलाई पनि मजाले फ्राई गरेँ। अनि यो मजाले पाकिन्जेलसम्म फ्राई गरेँ। अनि अब यो टमाटर र लसुन पनि अब पाक्दैछ। अनि मैले यसलाई केही समयसम्म यत्तिकै चलाउँदै छोपेँ। अनि फेरि यो पनि अब रेडी हुन लागिसकेको थियो। अनि मैले चाहिँ अब यसमा सुप एड गरिदिएँ। अनि हामी चाहिँ 5 जना छौँ। अनि आफ्नै अनुसारले कति चाहिन्छ त्यति। अनि यो चाहिँ माछाको तरकारी रेडी भइसकेको छ। अनि अब हामी चाहिँ बेलुका खाना खान नि रेडी गरिसकेका थियौँ, भन्दा नि खाना सबैलाई दिइसकेका थिएँ। अनि मैले चाहिँ भिडियो बनाउनै बिर्सिरहेको रहेछु। अनि त्यही भएर खाना दिएँ। अनि खाना स्टार्ट गरिसक्नु भएको थियो सबैजनाले। त्यसपछि मैले चाहिँ भिडियो थोरै बनाएँ। अनि यो चाहिँ उहाँ मेरो हस्बेन्ड हुनुहुन्छ, बहिनी, जुवाई, भान्जा। अनि यो चाहिँ मेरो खाना। ओके, बाई।